ल एकजना ब्रदरले चाहिँ 3700 तिरेर 2017 को टायर त नफेरम है यो भन्नुभएको रहेछ। ठिकै हो तपाईँले भनेको पनि, तर त्यो मैले हालेको 2017 को चाहिँ होइन। तपाईँले भिडियोमा स्पष्ट पनि देखिन्छ 2017 को होइन है। त्यसमा चाहिँ तपाईँको 2017 पहिला कहाँ उहाँले कहाँ हाल्नुभएको थियो त्यो लागेको थियो। मैले चाहिँ 90-90-17 कहिले पनि तपाईँले ख्याल गर्नुभयो होला। यदि बाइक तपाईँको भित्र मैले हेर्दाखेरि बाइक मिस्त्री अथवा कुनै हुनुहुन्छ होला, तपाईँले भित्र गएर त्यहाँ टायरको साइज हेर्नुभयो भनेपछि 90-90-17 डबल डिस्कमा 220मा लाग्यो हुन्छ है। स्पष्ट देखिया छ तपाईँको 90-90-17 प्लस मैले त्यहाँ इमर्जेन्सी बाटोमा ट्युबलेस हुन्न अप्ठ्यारो पर्नु भएको थियो र म गएर टायर र ट्युब बाटोमा हालिदिएको। स्पष्ट बुझेर भिडियो हेरेर कमेन्ट गर्ला। नराम्रो कमेन्ट गर्नु भएन, एकदम राम्रो। तर मैले त्यहाँ 2017 को हालिदिएको छैन, 90-90-17 र प्लस त्यसमा तपाईँको ट्युब हालिदिएको है। गएर बाटोमा गएर अलिकति टाढा होइन 8-9 किलोमिटर पर गएर मैले बनाइदिएको मात्रै हो। मान्छेले अब त आफ्नो विचार हो है। तपाईँले कमेन्ट गरेको एमआरएफ पनि आउँछ नआउने होइन, मैले नै फेरिदिन्छु। तर यति हो कि त्यसमा साइज जुन पहिला लागेको छ त्यो बाहिर हाल्नु भएको, मैले चाहिँ गएर 90-90-17 राम्रो इन्डियन टायरै हालेको है। ल।